मैले अस्ट्रेलियाको प्यार कसरी पाएँ भाग 12। मैले हजुरहरूलाई मैले अस्ट्रेलियाको प्यार कसरी पाएँ भन्ने भिडियोहरू बनाइरहेको छु। त्यसमा चाहिँ आजको पार्ट चाहिँ छ माउन्ट वेलिङ्टनको पार्ट। यो चाहिँ फन इन्सिडेन्ट छ, मसँगै बसेर सुन्नु होला है। यो होबार्ट बस्ने सबैलाई थाहा छ, होबार्टको विथिन 15-20 मिनट ड्राइभमा चाहिँ होबार्ट सिटी एकदम क्लोजमा चाहिँ माउन्ट वेलिङ्टन भन्ने छ है। अहिले त नेपालीहरू पनि टन्नै हुनुहुन्छ, म हुने बेलामा थोरै हुनुहुन्थ्यो हैन। अहिले धेरैलाई थाहा छ माउन्ट वेलिङ्टन इज द बेस्ट प्लेस टु गो। हामी चाहिँ म बस्दाखेरि त्यतिखेर के थियो भने माउन्ट वेलिङ्टनको बिचमा चाहिँ यो बार्बिक्यू एरिया थियो। 3टा हट थियो, हटभित्र चाहिँ रुफ भएको, अनि आगो बाल्नु मिल्ने दाउरो पनि फ्रीमा राखिदिन्थ्यो। अहिले थाहा छैन के छ, धेरै वर्ष भयो। हामी चाहिँ एभ्री विकेन्ड जान्थ्यौँ त्यहाँ चाहिँ हैन, किनभने 10-15 मिनट ड्राइभ थियो, टाढा थिएन। सो एभ्री विक गइन्थ्यो बार्बिक्यू गर्न। बार्बिक्यू प्लस सर क्याम्पिङ गर्न पाइँदैन थियो त्यहाँ, अहिले दिन्छ दिँदैन नसो। हामी गयौँ, साथीहरू सबै मिलेर गयौँ हैन, दोस्तीहरू। 3टा लक्ष्मण, म लक्ष्मण, अर्को लक्ष्मण, अर्को लक्ष्मण, 3 लक्ष्मण थियो हामी एबिसी। अनि त्यसपछि अरू साथीहरू पनि थियो अफकोर्स, हामी 3जना मात्र थिएनौँ। गइयो अनि लोकल कुखुरा लैयो हैन, लोकल कुखुरा लगेर मजाले भुत्लाएर पोलियो पनि हैन। अनि सबै हल्का मदिराको नसामा पनि थिए। रमाइलो थियो, रमाइलो भइरहेको थियो, एकदम राम्रो ग्राउन्ड छ हैन। आई स्टिल मिस इट सो मच। त्यसपछि हामी के भयो भने साँझ परिरहेको थियो, अँध्यारो हुन लागेको थियो माउन्ट वेलिङ्टनको। त्यो अब ओह्रालो उकालो छ नि त। अनि हामी चाहिँ दाउरा खोज्न जाउँ, दाउरा सिधै आँट्यो। दाउरा सुकेको दाउरा लिन जाने भनेर म र पुष्पा भन्ने साथी, मेरो बेस्ट फ्रेन्ड हैन, गयौँ दाउरा लिन। दाउरा लिन गइसकेपछि अब हामी पनि अलिकति रमझममा थियौँ। अनि उसले के भन्यो भने राजा 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 भन्ने, हामी चाहिँ मनी राजा भन्यौँ, राजा भन्ने, राजा प्राङ्क गरौँ भन्यो। के प्राङ्क भनेको, सर्पले टोक्यो भनेर प्राङ्क गरौँ भन्यो। अनि मलाई पनि रमाइलो लाग्यो होइन, वाइ नट, लेट्स डु प्राङ्क, समथिङ फनी भन्ने भयो। अनि मैले फोन गरेर मेरो ह्यारी भन्ने साथीलाई फोन गरेर, माइट मलाई त सर्पले टोक्यो यार भनेर सिरियस भएर भने। त्यसपछि फोन राखेँ। अनि हामी हाँस्न लाग्यो साथीहरूमा। दाउरा खोज्यौँ, अनि खोजेर काँधमा दाउरा बोकेर टक्क जङ्गलबाट बाहिर निक्लिँदै थियौँ होइन। एकजना लक्ष्मणै भन्ने दाजु चाहिँ अब भाइलाई बचाउनु पर्यो भनेर बिचरा भाइको मायाले है, एकदम अफकोर्स सो मच लभ दाजु है। तपाईँले यदि भिडियो हेर्दै हुनुहुन्छ भने आई मिस यु सो मच, किन भन्दा वी ह्याड ए भेरी ग्रेट मोमेन्ट भएको थियो सँगसँगै। दाजु चाहिँ अब मेरो भाइलाई बचाउनु पर्छ भनेर उहाँ चाहिँ गुट्टुटु कुदेर आउँदाखेरि चाहिँ रुखमा डुवाङ्गै ठोक्केर बिचरा नराम्रोसँग लड्नु भएछ, छाती ठोक्केर होइन। अँध्यारो थियो अफकोर्स, सबै रमझममा भएको बेला पऱ्यो पनि होइन। अनि आयौँ, सबैले गाली गरे होइन, धन्य एम्बुलेन्स बोलाएनछन्। एम्बुलेन्स बोलाएको भए ठुलो फाइनमा पनि परिन्थ्यो, किन भन्दा त्यो रियल थिएन इन्सिडेन्ट, अफकोर्स प्राङ्कै थियो होइन, सर्पल टोकेको थिएन। अनि अर्को साथीले चाहिँ भन्यो, भाइट यस्तो मजाक गर्नुहुन्छ, हामीले धन्य एम्बुलेन्स बोलाएको, वी आर सो सिरियस भनेर। अनि उनीहरूले भने कि मलाई ताजमेनियामा पोइजन स्नेक पाउँदो रहेछ त्यहाँ जङ्गलमा है, एकदम पोइजनस भनेको वाज टु सिरियस। त्यो प्राङ्क गर्ने सब्जेक्ट म्याटर चाहिँ रहेनछ, मलाई पनि थाहा थिएन है, अब आई डिडन्ट नो अबाउट इट। अनि अब त्यो दाइले चाहिँ मलाई अब लखेटे गरेर बिचरा रिसायो नि त होइन। हि वाज सो मेस्ड अप। अब त्यो इन्सिडेन्टले गर्दाखेरि दाजुको खुट्टा पनि इन्जर भयो होइन, सेम नाइट। अब वाज लट अफ फ्लाइङ किक पनि गयो। आई वाज रनिङ अराउन्ड। अनि मासु पोलियो, खाइयो, रमाइलो गरियो, फर्कियो होइन, एकदम रमाइलो भयो। यदि होबार्टमा गइ हुनुहुन्छ भने अफकोर्स जानुहोस्, एकदम रमाइलो स्पोर्ट छ। र यसबाट चाहिँ मैले सिकेको लेसन चाहिँ सबैजनाहरूको लागि चाहिँ ताजमेनियामा चाहिँ स्नेकको मजाक चाहिँ नगर्नु होला है, इट्स भेरी सिरियस, पोइजन स्नेक पाउँछ। सो यदि रियलै छ भने त अफकोर्स भन्नु पऱ्यो, तर डोन्ट डु प्राङ्क स्नेक बाइट है। स्नेक बाइटमा चाहिँ सर्पल टोक्यो भने प्राङ्क चाहिँ नगर्नु होला। मैले चाहिँ गरेँ, तर लक्किली नथिङ ह्यापन। अब यसपछिको अर्को पार्ट फेरि लिएर आउँछु, यसको लागि चाहिँ किप ट्युनिङ है, हेर्दै बस्नु होला।